गाइज वेलकम टु माई सर्ट मिनी ब्लग। आज चाहिँ साउन 1 गते अनि दिदीको बर्थडे पनि हो। अनि हामी चाहिँ बिहान मन्दिर जाने सोचमा थियौँ। अनि पानी परेर अहिले चाहिँ 7:24 गएको छ। अनि जाँदैछौँ, त्यही पनि पानी चाहिँ खासै रुकेको छैन, त्यही पनि जाँदैछौँ। अनि त्यसपछि आज चाहिँ साउनको 1 गते पनि। अनि साउनको महिना हामीले हिजो राति मेहन्दी सेन्दी लाएर हरियो चुरा लाएर अनि दिदीको बर्थडे पनि हो। अनि होइन हामी चाहिँ रुमदेखि भर्खर हिँडिरहेको छु। अनि पानी चाहिँ रोकेको छैन, अनि अलिअलि छ, त्यही भएर अब पानी अब घाम लाग्छ कि भन्ने आशमा चाहिँ हिँडिरहेका छौँ हामी 4 जना यात्रीहरू। अरू त त्यस्तै हो गाइज। मलाई चाहिँ यो बिमली देखेर एउटा मन पर्दैन, किनभने 10 चोटि मन चेन्ज गरे गर्छ। हामी चाहिँ अटोमा चढेको छौँ। अटोमा अङ्कल उहाँ हुनुहुन्छ, उहाँ सस्तोमा लाउनुहुन्छ, अनि उहाँको अटो चढ्नु होला। फाइनली हामी मन्दिर त पुगिसकेको छ। अनि पछाडि मान्छेहरूको भिडभाड धेरै छ, अनि गाह्रो छ। अनि के गर्नु, हातमा टोक्रीको पूजाको सामान लगेर फाइनली गाइज हाम्रो पूजा गरेर टिका सिका लगाइसक्यो। अनि यता छिन् एउटी, अनि यता छिन् 2 जनी, अनि टिकेको भन्ने रे। हामी चाहिँ के गर्नु काम छैन। हामी यस्तो अवस्थामा छु, देख्नुहुन्छ गाइजहरू। अनि उहाँ चाहिँ क्या भन्नु म, हामी अहिले पिरियड छु। क्यामेरा नै नपाइएर सबैतिर बिजी हुनुहुन्छ क्यामेराम्यान चाहिँ। अनि त्यही भएर अहिले अब पाएपछि छौँ, नपाएपछि त्यस्तै हो। यो मान्छे छुट्टै निराश छ। अनि फाइनल्ली हामी चाहिँ अब मन्दिरबाट फर्किएर अब रुम पुग्न थोरै छ। अब म चाहिँ भ्लगको अन्तिमसम्म आइसकेको छु। अनि अब मेरा महान बाबाहरूलाई केही शब्द बोल्न मन छ भने बोल्दा हुन्छ। केही बोल्नु थकै लाग्यो, हिँडेर आएर के गर्नु, पैसा खुट्टै दुख्ने गरिब छु। अनि क्या गर्नु, स्टुडेन्ट लाइफमा यही त्यही गरिब त लाग्दैन, गाउँले भाषा नि आएको। अनि ल ठिकै छ। अनि अब मेरो भ्लगहरू मनपर्छ भनेपछि अनि सबैले माया गरिदिनु, अनि सबैले माया गरिदिनु, लाइक कमेन्ट सेयर गरिदिनु। अनि उहाँ चाहिँ यही समाप्त भयो। अनि आजलाई चाहिँ बाई बाई। ह्याप्पी बर्थडे टु यु। ह्याप्पी बर्थडे टु यु। थ्याङ्क यू। अनि बाई बाई, सायोनारा। अनि फेरि हामी नेक्स्ट भिडियोमा, नेक्स्ट ब्लगमा भेट्नेछौँ।